अब हामी कुरा गरौँ असिस्ट कन्ट्रोल मोड। अब असिस्ट कन्ट्रोल मोडको बारेमा कुरा गर्दाखेरि एसी मोड एउटा असिस्ट प्लस कन्ट्रोल मोड हो, जहाँ भेन्टिलेटरले बिरामीको आफ्नै सास फेर्ने प्रयासलाई असिस्ट गर्छ र आवश्यक परेमा पूर्ण कन्ट्रोल लिएर आवश्यक परेको सास पनि दिन्छ। अब कुरा गरौँ एसी मोडले कसरी काम गर्छ त। 1 नम्बर, बिरामीले आफै सास फेर्न खोजेमा भेन्टिलेटरले त्यो इफोर्टलाई ट्रिगर गरेर फुल टाइडल भोल्युम दिन्छ, अर्थात् छोटो इफोर्टलाई ठूलो सास भेन्टिलेटरले दिन्छ। 2 नम्बर, बिरामीले इफोर्ट नै गरेन भने भेन्टिलेटरले सेट गरिएको रेट अनुसार सास दिन्छ, त्यसैले यसलाई असिस्ट कन्ट्रोल भनिन्छ। बिरामीले प्रयास गरे पनि नगरे पनि प्रत्येक सास फुल टाइडल भोल्युम नै दिन्छ। अब हामी एसी मोडको फाइदाको बारेमा कुरा गरौँ। फाइदाहरू: बिरामीले सानो इफोर्ट गरे पनि पूर्ण सास पाइन्छ, वर्क ब्रिदिङ गर्छ। अर्को फाइदा, सास प्रसास स्थिर राख्न सजिलो गर्छ। अर्को फाइदा, CO2 रेगुलेसन राम्रो गर्छ। अर्को फाइदा, भेन्टिलेसन सुरु गर्दा सबैभन्दा सेफ र सामान्य मोड भनेको यही एसी मोड नै हो। अब कुरा गरौँ एसी मोडका नुकसान अथवा ड्रब्याकको बारेमा। बिरामी छिटो छिटो सास फेर्दा भेन्टिलेटरले हरेक सासमा फुल भोल्युम नै दिन्छ, जसले गर्दाखेरि हाइपरभेन्टिलेसन अथवा रेस्पिरेटरी अल्कालोसिस हुन सक्छ। अर्को बेफाइदा, फुल टाइडल भोल्युम हरेक सासमा दिइने भएकोले फोक्सोमा ओभर डिस्टेन्सन, ब्यारोट्रोमा अथवा भोलोट्रोमा हुने जोखिम बढ्छ। अर्को, ट्रिगर सेन्सिटिभिटी गलत सेट भएमा अटो ट्रिगरिङ हुन सक्छ, जसले गर्दाखेरि हाई रेस्पिरेटरी रेट देखिन सक्छ। हामीले पहिला कुरा गरेको जस्तै इन मेकानिकल भेन्टिलेसन यु क्यान control either volume or pressure, not both. So in AC mode you can have volume controlled AC, VCAC and pressure controlled AC, PCAC. Usually volume control AC mode नै बढी प्रयोग गरिन्छ, तर केही बिरामीमा प्रेसर कन्ट्रोल AC मोड पनि प्रयोग हुन्छ। भोल्युम कन्ट्रोल सेट गर्दा भोल्युम त स्थिर रहन्छ, तर त्यो भोल्युम फोक्सोमा पुर्याउन आवश्यक प्रेसर भने भेन्टिलेटरले आफै बढाउँछ। यदि त्यो प्रेसर धेरै नै बढ्यो भने हाई पिक प्रेसर अलार्म बज्छ। यो किन हुन्छ त? भेन्टिलेटरले भन्छ तिमीले सेट गरेको भोल्युम दिन मैले धेरै प्रेसर लगाउनु पर्यो। फोक्सो वा ब्रिदिङ सर्किटमा पक्कै पनि केही समस्या हुनुपर्छ। सो हाई पिक प्रेसर अलार्म बज्नुको कारणहरू: भेन्टिलेटर ट्युबमा पानी वा सेग्रेसन जमा हुनु, पानी कफले ट्युब न्यारो बनाउँछ, भोल्युम दिन भेन्टिलेटरले धेरै प्रेसर दिन पर्छ, त्यसकारण पिक प्रेसर बढ्छ। अर्को कारण इन्डोट्र्याकल ट्युबमा अवरोध हुनु, कफ रगत फोल्डिङ, ETT किङ्क, बिरामीले ETT चेउ गर्नु, बिरामी कोमाटोज वा डिपली सेडेटेड हुँदा कफ रिफ्लेक्स हराउनु, ब्रोन्कोस्पाजम, पेसेन्ट भेन्टिलेटर असिन्क्रोनी। सो पिक प्रेसर अलार्म आएपछि के गर्ने त? भेन्टिलेटरबाट सुरु गरेर पेसेन्टतिर हेर्ने, मसिन ट्युबिङ पेसेन्ट, भेन्टिलेटर ट्युबिङ चेक गर्ने, ETT ट्युबिङ चेक गर्ने, फोर द किङ्क, ब्लकेज, चेविङ, एयरवे सक्सन गर्ने, कफले भरिएको छ कि, चेस्ट अस्कल्टेसन गर्ने, ब्रोन्कोस्पाजम, युनिल्याटरल डिक्रिज्ड एयर इन्ट्री चेक गर्ने। यी ब्रोन्कोस्पाजम छ भने वी निड टु गिभ ब्रोन्कोडाइलेटर्स। याद राख्नुहोस्, भोल्युम सेट छ, प्रेसर बढेको छ भने केही न केही रेजिस्टेन्स भएको छ। हाई पिक प्रेसर अलार्मलाई कहिले इग्नोर नगर्नुहोस्।